डेब्यू प्लेमा हाम्रो सुजन छेत्रीलाई पनि वेलकम गर्न चाहन्छु सुपर टिमबाट र आज कति साल बाद खेल्नु हुँदैछ यसो राखिदिनुस् न। म चाहिँ 2018 मा फर्स्ट यहाँ खेलेदेखि चाहिँ आज फर्स्ट डेब्यू म्याच हुँदैछ। हजुर। र म सबसे पहिला चाहिँ के भन्न चाहन्छु भने यो सुपर टिमलाई चाहिँ धन्यवाद दिन चाहन्छु मलाई यो मौका दिनु भएकोमा। हजुर। र आज मेरो डेब्यू म्याच जति सक्दो अब राम्रै खेल्छु भन्ने आशा छ। हजुर। के गर्छ हुन्छ अब हेर्दै जाउँ। यो पिचमा खेल्नु भएको पहिला 2018 मा एकताल टुर्नामेन्ट खेलेको थिएँ। ए हजुर। आज फर्स्ट आज एक्साइटेड हुन्छ? आज एक्साइटेड छु एकदम। ए हुन्छ, थ्यांक यू। सुपर टिमको क्याप्टनलाई स्वागत गर्न चाहन्छु र क्याप्टन आज के कसो छ अलिकति शब्द राखिदिनुहोस् टिम। अब आजको म्याच त अब तगडै हुन्छ हो, केटा सबैजना फर्ममै छ। अन्त अब वेदरले पनि अब साथ दिइरहेछ होइन। हजुर क्याप्टन। सो त्यसले गर्दाखेरि अब हामी जित्छौँ। हजुर 100% श्योर छु म त्यसको लागि। हजुर थैंक यू कैप्टन। स्ट्राइक में जा रहे हैं तो आज का फॉर्म पिच कैसा लग रहा है? आज पिच तो बढ़िया है, फॉर्म भी बढ़िया चल रहा है। बस बॉल पे कनेक्शन अच्छा होना चाहिए, बस सारा बॉल हिट करता रहूंगा। ठीक है, ऑल द बेस्ट। 300 बनाना है आज, अब की बार 300 पार। ठीक है। त्यतिलाई हाम्रो स्ट्राइक ब्याट्सम्यान हुन्छ र अहिले प्र्याक्टिस हुँदैछ हो। दामी विकेटिङ। टिमहरू यहीँ छ र हामी सदाम टिमलाई पर्खिरहेको छौँ। यही हो हाम्रो ग्राउन्ड। आजको म्याच हाम्रो सदाम सिसी भर्सेस सुपा सिसी हुन गइरहेको छ। अहिले चाहिँ हामीले टस जितेको छ र अहिले चाहिँ हाम्रो ब्याटिङ फर्स्ट भएको छ र अब हाम्रो रन रेट टार्गेट राख्नुपर्ने अवसर छ र हाम्रो टिम सबैजना रेडी छ र ओपनिङमा हाम्रो जाँदैछ सोहेल छेत्री र सन्तोष भिरा र उहाँलाई अल द बेस्ट गर्दै